हेलो गाइस, हेलो नमस्ते। हामी तिलोक्टोमा पार हिँड्न लागेको। हामी हिँड्ने वही बाटोमा हिँडिराखेका छौँ। तिलोक्टोमा पार तिलोक्टोमा पार कहाँबाट जाने भन्ने कुरा हामीलाई थाहा छैन। सोधी जाँदैछौँ, हिँड्दैछौँ। अगाडि हाम्रो साथीहरू हिँड्नुभएको छ। हामी हिँड्दैछौँ हिँड्दा पनि पुगेको छैनौँ। बाटो बिर्सेर एकपल्ट हिँडेका छौँ। कहिले पूर्व कहिले पश्चिम। कहिले पुग्ने होला। हामी तिलोक्टोमा पार खोजेर हिँडिरहेछौँ। तिलोक्टोमा पार पहिलोचोटि हामी जाँदैछौँ। गाइस मम्मीले स्कुटी चलाउने, छोरोले भिडियो गर्ने। हिँड्दैछौँ है गाईहरू बाटोमा। यति घाम लागेको छ, केटाकेटीको छुट्टीमा। आइतबार पनि छुट्टी, शनिबार पनि छुट्टी। त्यही भएर घुमाउन भनेर हिँडिहालेको। यति घाम लागेको छ कि गाइस घुम्न पनि नसकेर। बोतलको गर्मीले हामी हिँड्न लाग्यौँ। मेरो मम्मी हुन्छ घरि यता पश्चिमतिर जाने, घरि पूर्वतिर जाने हुँदा हाम्रो तिलोक्टोमा पार जाने बाटो पनि लामो भएको छ न। कहिले पुग्ने होला भनिरहेको छौँ, कुदिरहेको छौँ होइन। आमाले स्कुटी चलाएको छ, छोरोले भिडियो गर्दै हिँडेका छौँ। तिलोक्टोमा त्यहाँ टल होइन र। त्यही पनि सोधेर हिँड्दा हैरान बलियो बाटोमा जाँदा।
थकाइलाई हिँड्दा पनि होइन बाबु। अब आफै आइपुग्न लाग्छन् तिलोक्टोमा पार। अब आइपुग्नलाई तिलोक्टोमा पास सोद्धा उता हो के? आइपुग्नु लाग्छन्। अब हामी तिलोक्टोमा पार आइपुग्यौँ। बुटोलको तिलोक्टोमा पार। यति राम्रो रहेछ, हामी कहिले नआएको घुम्ने ठाउँ, खेल्ने ठाउँ। यति राम्रो ठाउँ रहेछ तिलोक्टोमा पार्क। हेर्नु त कति राम्रो ठाउँहरू, खेल्ने ठाउँ। त्यही माथि गरी भाँची छोरो खेलेको छ ऊ। हेर त, हेर्नु त यहाँ छोरो खेलिरहेको छ। कति राम्रो यस्तो खेल्ने, केटाकेटी खेल्ने पनि ठाउँ रहेछ तिलोक्टोमा पार्क। हेर्नु त यो बिरुवाहरू कति राम्रो हेर्ने। यहाँ बस्ने ठाउँ पनि रहेछ। यति थकाइ लाग्यो, घाम लागेर पसिनाले छोरो पिचित्ते भिजेको छ। यी मेरो साथीहरू पनि घाम लागेर गर्नु भएर यहीँ बसेको छ। अब त गर्नु भयो, अब घर जाम भनिरहेछ केटाकेटीले। यति राम्रो ठाउँ छ, हेर्नु त साथीहरू, घुम्ने ठाउँ। घुम्दा फोटो खिच्दा घाम लागेर केटाकेटीले थाकेर घर जाम बन्न लाग्यो। उठ्या बस्ने ठाउँ रहेछ के? हामी धेरै बेर बसेनौँ यहाँ। अनि हामी फर्किँदै फेरि घरतिर आएछौँ। पार्क फुलहरू हेर्दा ठाउँहरू हेरेर घरतिर फर्केर आइसक्यौँ। यो गरिमा, यो घाममा हेर्नु त कति घुम्नै सकेन। हेर्नु त ठाउँ कति राम्रो छ। अब हामी खेल्न पनि गऱ्यौँ भयो, त्यही भएर हामी घरतिर फर्क्यौँ। सबैजना पार्क हेरेर